आयोग तयारी युट्युब च्यानलमा साथीहरूलाई हार्दिक स्वागत छ। आज 2077 माघ 21 गते बुधबार गोरखापत्र दैनिकमा प्रकाशित भएका महत्त्वपूर्ण वस्तुगत प्रश्नोत्तरहरू लिएर म उपस्थित भएको छु। पहिलो प्रश्न रहेको छ, भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाइन्छ? डिसेम्बर 9 यसको सही उत्तर रहेको छ। यस वर्ष अर्थात् गएको डिसेम्बर 9 2020 मा सदाचारका साथ पुनरुत्थान भन्ने नाराका साथ यो दिवस मनाइएको थियो। मानव अधिकारको प्रत्याभूति, दिगो विकास, समृद्धि र शान्तिका लागि भ्रष्टाचार बाधक रहेको तथ्य स्वीकार गर्दै यसको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रयास र ऐक्यबद्धताको आवश्यकता बोधको प्रतिफल स्वरूप संयुक्त राष्ट्र सङ्घीय महासन्धि सन् 2003 मा पारित भएको थियो। सन् 2005 देखि लागू भएको यस महासन्धिमा नेपालले सन् 2003 मा हस्ताक्षर गरी सन् 2011 मा संसदबाट अनुमोदन गरेको थियो भने संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् 2005 देखि यो दिवस मनाउन थालिएको हो। नेपालमा यो दिवस सन् 2011 देखि मनाउन थालिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्ध कारबाही गर्न विभिन्न क्षेत्रका विज्ञ, नागरिक समाज, भ्रष्टाचार नियन्त्रणमा क्रियाशील अभियन्ता लगायतका प्रबुद्ध समूहसँग छलफल गरी नयाँ संस्थागत रणनीतिक योजना 2076-77 देखि 2080-81 तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ। दोस्रो प्रश्नतर्फ लागौँ। नेपाल प्रज्ञा प्रतिष्ठानले सन् 2077 मा नेपाल प्रज्ञालङ्कार पुरस्कार कसलाई प्रदान गर्यो? चिनिया प्रोफेसर वाङ हङ बेईलाई प्रदान गरेको छ। नेपाल प्रज्ञालङ्कार पुरस्कार 2077 चिनिया प्रोफेसर वाङ हङ बेईलाई प्रदान गरिएको छ। प्रतिष्ठानको 35औं प्राज्ञ सभाले भाषा, साहित्य एवं कूटनीतिका क्षेत्रबाट नेपालको विकासमा योगदान पुर्याए बापत उहाँलाई सो विशिष्ट पुरस्कारबाट सम्मानित गरेको छ। यसैगरी सभाले 2 लाख पुरस्कार राशिको नेपाल सामाजिक शास्त्र, संस्कृति, दर्शनशास्त्र पुरस्कार प्राध्यापक डाक्टर वीरेन्द्र प्रसाद मिश्र र 2 लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्राध्यापक डाक्टर तेज रत्न कङ्साकारलाई प्रदान गरिएको छ। त्यस्तै तेस्रो प्रश्नतर्फ लागौँ। विक्रम सम्वत 2077 माघ 17 मा चौथो संस्करणको PM कप क्रिकेटको उपाधि कसले जितेको छ? त्रिभुवन आर्मी क्लबले जितेको छ। उपविजेता नेपाल APF क्लब भएको थियो। त्यस्तै चौथो प्रश्नतर्फ लागौँ। ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा सार्वजनिक प्रतिवेदन अनुसार सन् 2020 मा सुशासनको सूचीमा नेपाल कतिऔं स्थानमा रहेको छ? 117औं स्थानमा। विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्स म्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट समेत गरी 6वटा संस्थाद्वारा गरिएको सर्वेक्षणका आधारमा ट्रान्सपरेन्सी इन्टरनेसनलले यो सूची प्रकाशन गरेको हो। यसमा चाहिँ नेपालको स्थान 117औं रहेको छ। तपाईले सार्क देशहरूको स्थान यहाँ हेर्न सक्नुहुन्छ। भुटान 24औं स्थानमा छ, प्राप्ताङ्क 68 छ। मालदिप्स 75औं स्थानमा छ। भारत 86औं स्थानमा छ। श्रीलङ्का 94औं स्थानमा छ। नेपाल 117औं स्थानमा छ। पाकिस्तान 124औं स्थानमा छ। बङ्गलादेश 146औं र सार्क क्षेत्रमा सबैभन्दा पुछारमा अफगानिस्तान 165औं स्थानमा रहेको छ। यस वर्ष नेपालले 33 अङ्क प्राप्त गरेको छ। अघिल्लो वर्ष नेपाल 34 अङ्कका साथ 113औं स्थानमा रहेको थियो। ट्रान्सपेरेन्सीका अनुसार यस वर्षको सूचकाङ्कमा समावेश भएका 180 देशमध्ये डेनमार्क र न्युजिल्यान्ड कुल 100 मा 88 अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा रहेका छन् भने दक्षिणी सुडान र सोमालिया 12 अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेका छन्। दक्षिण एसियाली राष्ट्रहरूको स्थिति छिमेकी मुलुक चीन 42 अङ्क प्राप्त गरी 78औं स्थानमा छ भने अघिल्लो वर्ष भारत र चीन दुवै 80औं स्थानमा रहेका थिए। पाँचौं प्रश्नतर्फ लागौँ। आसियानको 37औं शिखर सम्मेलन कहाँ र कहिले सम्पन्न भएको हो? सन् 2020 नोभेम्बर 11 देखि 15 सम्म हनोई, भियतनामको हनोईमा सम्पन्न भएको थियो। यस संस्थाको 36औं सम्मेलन हनोईमा सम्पन्न भएको, 38औं र 39औं सम्मेलन ब्रुनाईको बन्दरसेरी बेगवानमा हुने भएको छ। त्यस्तै छैठौं प्रश्नतर्फ लागौँ। विश्वका उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरूको समूह ब्रिक्सको 12औं सम्मेलन कहिले सम्पन्न भयो? सन् 2020 नोभेम्बर 17 रुसमा भएको थियो। सम्मेलनको नारा स्थायी सञ्चार, सुरक्षा, चासो, आदान प्रदान र अनुसन्धानात्मक वृद्धि रहेको थियो। ब्रिक्सको प्रथम सम्मेलन सन् 2009 जुन 16 मा रुसमा सम्पन्न भएको थियो भने यो संस्थाको 13औं सम्मेलन सन् 2021 मा भारतमा हुने तय गरिएको छ। ब्रिक्सको स्थापना सन् 2006 जुनमा भएको थियो। ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी 5 राष्ट्र सदस्य रहेका छन्।
7औं प्रश्नतर्फ लागौँ। जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अमेरिका औपचारिक रूपमा कहिले बाहिरिएको हो? सन् 2020 नोभेम्बर 4 यसको सही उत्तर रहेको छ। त्यस्तै 8औं प्रश्न। विश्वकै सबैभन्दा अग्लो किशोर भनेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल को व्यक्ति रहेका छन्? रेन केयु। उनी चीनका छन्। उनले आफ्नो 14औं जन्मदिन गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउँदै मनाए। उनको उचाइ 7 फिट 3.2 इन्च रहेको छ। 9औं प्रश्न। सन् 2020 मा प्रकाशित प्रतिवेदन अनुसार सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको राष्ट्र कुन हो? चीन यसको सही उत्तर रहेको छ। भौगोलिक खोजकर्ता क्रिस्टोफर कोलम्बस र भास्को डी गामाले प्रयोग गरेको नक्सा कसले निर्माण गरेका थिए? मोहम्मद अल इद्रिसले निर्माण गरेका थिए। नेपालमा कृषक परिचय पत्र प्रदान गर्ने कार्यको सुरुवात कुन जिल्लाबाट गरिएको हो? बागलुङ यसको सही उत्तर रहेको छ। उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोको स्थापना कहिले भएको हो? 1949 अप्रिल 4 यसको सही उत्तर रहेको छ। नेपालमा सबैभन्दा धेरै ओडा भएको स्थानीय तह कुन हो? पोखरा महानगरपालिका, जसको 33 वटा ओडा छ भने त्यस पछाडि काठमाडौँ महानगरपालिका, जसको 32 वटा ओडा रहेको छ। 14औं प्रश्न। मन्त्री परिषदको 2077 माघ 19 को बैठकले बीमा समितिको अध्यक्षमा कसलाई नियुक्त गर्ने निर्णय गरेको छ? सूर्य प्रसाद सिलवाल। उहाँ पूर्व गृह सचिव समेत हुनुहुन्छ। त्यस्तै 15औं प्रश्न। मन्जु श्रीको 33 फिट अग्लो प्रस्तर मूर्ति कहाँ निर्माण गरिएको छ? सही उत्तर छ चोभार, काठमाडौँ। 100 टन तौलको सो मूर्ति नेपालकै सबैभन्दा अग्लो प्रस्तर मूर्ति रहेको छ। ललितपुरका कलाकार चन्द्रश्याम डङ्गोलको नेतृत्वमा उनीसहित 8 कलाकारद्वारा 8 वर्ष लगाएर यो मूर्ति निर्माण गरिएको हो। यो मूर्ति 13 वटा ढुङ्गा जोडेर बनाइएको छ। करिब 37 रोपनी क्षेत्रफलमा आकर्षक पार्क समेत निर्माण गरिने भएको छ। 16औं प्रश्नतर्फ लागौँ। अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा सहायता प्रदान गर्ने सम्बन्धमा कति बुँदे आधारभूत मार्गदर्शन जारी गरेका छन्? 15 बुँदे आधारभूत मार्गदर्शन जारी गरेका छन् नेपाललाई सहायता प्रदान गर्ने सम्बन्धमा। विभिन्न 14 अन्तर्राष्ट्रिय विकास साझेदारहरूले नेपालमा जात, धर्म, सम्प्रदाय र राजनीतिक दलका आधारमा नभई अन्तर्राष्ट्रिय स्वीकृत सिद्धान्तका आधारमा जवाफदेही र निष्पक्ष रूपमा पारदर्शी तथा समावेशी सहयोग गर्ने भन्दै कार्यक्रम सञ्चालनका लागि सन् 2019 जुनमा 15 बुँदे आधारभूत मार्गदर्शन जारी गरेका हुन्। संयुक्त राष्ट्रसङ्घ, युरोपियन युनियन, डानिडा प्रोग्राम सपोर्ट युनिट नेपाल, स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन, नर्वेजियन दूतावास, INGO ले उक्त मार्गदर्शन जारी गरेका हुन्। कार्य सञ्चालन सम्बन्धी आधारभूत मार्गदर्शन पहिलो पटक सशस्त्र द्वन्द्वका बेला सन् 2002 मा र सोपछि सामान्य परिवारजनसहित सन् 2007 मा जारी गरिएको थियो। 17औं प्रश्नतर्फ लागौँ। नेपालको वर्तमान संविधान अनुसार राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सम्बन्धी अधिकार एवं अविशिष्ट अधिकार समेतलाई के भनिन्छ? राज्य शक्ति। साझा पृथ्वी नामक कृतिका लेखक को हुन्? मदन कृष्ण श्रेष्ठ। उनको दोस्रो कृति महको म रहेको छ। त्यस्तै चीन सरकारले उत्तरी ध्रुवको आसपास एउटा समुद्री मार्ग पोलार सिल्क रोड निर्माणको घोषणा कहिले गरेको हो? सन् 2018 जनवरी 26 यसको सही उत्तर रहेको छ। सार्कद्वारा कुन अवधिलाई अन्तर्राष्ट्रिय सम्पर्क दशकका रूपमा मनाइएको छ? सन् 2010 देखि सन् 2020 को अवधिलाई सार्कले अन्तर्राष्ट्रिय सम्पर्क दशकको रूपमा मनाउने निर्णय गरेको थियो र मनाइरहेको छ। 21औं प्रश्न। क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको जीवनमा आधारित भएर लेखिएको पुस्तक कुन हो? गुरिल्ला अफ टाइम। नेपाली भाषामा निर्मित पहिलो चलचित्र सत्य हरिश्चन्द्र हो भने नेपालमा बनेको पहिलो चलचित्र कुन हो? आमा। साहित्य लोकहितमा सिर्जित कलापूर्ण विषय एवं स्रष्टाको स्वच्छ हृदयबाट प्रस्फुटित प्रभावकारी चिन्तन हो भन्ने साहित्यकार को हुन्? घटराज भट्टराई। नेपालको अध्यावधिक नक्साको अङ्ग्रेजी संस्करण कहिले स्वीकृत गरिएको हो? विक्रम सम्वत 2077 साउन 30। अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्रसङ्घ कूटनीतिक नियोग तथा समग्र अन्तर्राष्ट्रिय जगतमा पठाउन पनि बाटो खुलेको छ। विगतमा विभिन्न कारणले छुट्न पुगेको लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको नक्सा 2077 जेठमा प्रकाशन गरिएको थियो। नेपालको प्रदेश सभा कति सदनात्मक हुने व्यवस्था छ? 1 सदनात्मक। सेम डे टुरिस्ट भन्नाले के बुझिन्छ? एक रात बास नबस्ने अर्थात् जुन दिन आयो त्यसै दिन फर्कने पर्यटकलाई सेम डे टुरिस्ट भनेर बुझ्ने गरिन्छ। 27औं प्रश्न। अनिवार्य तथा निःशुल्क शिक्षा ऐन 2075 अनुसार आधारभूत शिक्षा भन्नाले के बुझिन्छ? कक्षा 1 देखि कक्षा 8 सम्मको विद्यालय शिक्षालाई आधारभूत शिक्षा भनेर बुझिन्छ।
28औं प्रश्न अनिवार्य तथा निःशुल्क शिक्षा ऐन 2075 अनुसार माध्यमिक शिक्षा भन्नाले के बुझिन्छ? कक्षा 9 देखि कक्षा 12 सम्म वा सो सरहको शिक्षा। सो ऐन अनुसार प्रारम्भिक बाल विकास शिक्षा भन्नाले 4 वर्ष उमेर पुरा भएका बालबालिकालाई कक्षा 1 मा प्रवेश गर्नुभन्दा अगाडि दिने 1 वर्ष अवधिको बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित बाल विकास शिक्षा हो। त्यस्तै विशेष शिक्षा भन्नाले दृष्टिविहीन, बहिरा, अटिजम भएका वा त्यस्तै प्रकृतिका अवस्थाका बालबालिकालाई छुट्टै समूहमा राखी विशेष प्रकार र निश्चित माध्यमबाट दिने शिक्षा हो। 29औं प्रश्न नेपालको पहिलो पूर्वाधार विकास बैंकका रूपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वित्तीय कारोबारको शुभारम्भ कहिले भएको हो? 2075 फागुन 22 गते। बैंकले 2075 माघ 28 मा वित्तीय कारोबारको इजाजत प्राप्त गरेको थियो। 30औं प्रश्न अरब राष्ट्रहरूबीच आर्थिक, राजनीतिक तथा सामाजिक सम्बन्ध विकास गर्ने उद्देश्यसहित अरब लीगको स्थापना कहिले भएको हो? सन् 1945 मार्च 22 यसको सही उत्तर रहेको छ। अरब लीगको प्रधान कार्यालय इजिप्टको कायरोमा रहेको छ। तपाईको लागि यी 30वटा प्रश्नहरू टङ्क केसीले प्रस्तुत गर्नुभएको थियो र आजको गोर्खापत्र दैनिकमा प्रकाशित भएका थिए। यी सामग्री लिएर हामी आगामी दिनहरूमा पनि उपस्थित हुनेछौँ। यदि नयाँ हुनुहुन्छ भने आयकतारे युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला र यस्तै सामग्री नियमित प्राप्त गर्न सक्नुहुनेछ भन्दै यो भिडियोबाट म बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।